ल केटाहरू चाहिँ खाजा खान थाले। अनि यहाँ चाहिँ साथीहरूलाई पनि एकछिन पर्खेर यो फोटोहरू यस्तो उकालो छ नि सिँढी मोनोरेल कार। म अब प्रधानमन्त्रीको लेभलको मान्छे होइन, यो त नगर्नु। सिक्री निकालो सबभन्दा धनी यही हो, अन्यथा नलिदिनु होला। क्यामेरा धेरै हल्ले यार। हाम्रो दासका छुटेका साथीहरूले पनि यो भिडियो। यसलाई चाहिँ कोरियामा साकुरा भनेर भन्छ। धेरै धेरै धन्यवाद। तपाईँहरू पनि इन्जोय गर्नुहोला। हस् त, धन्यवाद। आज चाहिँ हाम्रो छुट्टी भएको कारणले घुम्नको लागि तयारी गर्दैछौँ। ल लाग्यो अब घुम्न। ल है गाइज, हामी चाहिँ ट्याक्सीमा लाग्यौँ है त। हामी चाहिँ यो जिन्याङ यगबाट ट्रेनमा जानेछौँ। अनि हामी चाहिँ अब आफ्नो आफ्नो सिट नम्बर हेरेर बस्नेछौँ है त गाइज। हामी चाहिँ जिन्याङ यगबाट छाङवनतिर जाँदैछौँ आज। ल हामी अर्को यगमा झरिसकेका छौँ। यहाँबाट चाहिँ अब हामी बस हुन्छ या ट्याक्सी हुन्छ, यहाँबाट चाहिँ सायद ट्याक्सीमै जान्छौँ होला भन्दै हामी चाहिँ अघि बढ्यौँ। हामीलाई चाहिँ हतार भएको कारणले ट्याक्सीमै जाने निदो गऱ्यौँ। ल है त गाइज, अब हामी ट्याक्सीमा जान्छौँ। ल हामी ट्याक्सी पनि चढ्यौँ। अब केही छिनमा हामी ठाउँमा पुगिहाल्छौँ। ल केटाहरू चाहिँ खाजा खान थाले। ल हामीले भनेको ठाउँ चाहिँ आइपुग्यौँ। यो हेर्दा चाहिँ एकदम राम्रो छ, पिसफुल प्लेस रहेछ। अनि यो ठाउँदेखि चाहिँ केही पर अझै धेरै फुलहरू फुलेको ठाउँहरू छ, त्यहाँ हामी जान्छौँ। अनि यहाँ चाहिँ साथीहरूलाई पनि एकछिन पर्खेर यो फोटोहरू के रहेछ यो हेर्छौँ। आज छुट्टी भएकोले मानिसहरू पनि एकदमै धेरै रहेछ। एकदमै भिड छ है गाइजहरू। अब हामी चाहिँ यो डाँडा चढ्न आँटेको छौँ। डाँडाबाट एकदम रमाइलो देखिन्छ अरे यहाँ पनि भ्यूहरू हेरौँ। अघि उहाँको परिकार खानुभन्दा यहाँको खाएको हुने रहेछ। ए यो त अनि केबल कार भन्दा हिँड्नु सजिलो रहेछ त। फुलहरू पुरै फुलिसकेको छ। अब चाहिँ एक हप्ता पछाडि यो सायद झरिसक्छ होला। त्यही भएर तपाईँहरू पनि फुल हेर्न चाँडै आउनु होला। यो ठाउँमा एकदम धेरै रहेछ फुलहरू, एकदमै राम्रो रहेछ। यस्तो उकालो छ नि सिँढी साथीहरू। मोनोरेल कार भन्ने रहेछ। त्यहाँबाट चढ्दा पनि हुने रहेछ। ल गाइस, फाइनली आइपुग्यो हामी यो ठाउँ। यहाँ आइपुगेपछि मात्रै बल्ल बल्ल साथीहरू भेट हुन्छ। साथीहरूसँग बल्ल भेट भयो। यो साथीहरूले ढोका दिएर सानो यही नै हुनु। हेरौँ न यही
ल बाहिर चाहिँ यस्तो राम्रो देखिँदो रहेछ है, एकदमै दामी रहेछ। वाउ, यस्तो दामी देखिँदो रहेछ नि यहाँबाट त, एकदमै दामी छ होइन त। हेर्नुहोस् त तपाईँहरू पनि। यो चाहिँ हामी माथि टावरको 7 तलाबाट हेरेको दृश्य हो। यहाँबाट हेर्दा चाहिँ एकदमै राम्रो देखिन्छ। यो चाहिँ भ्यूको वरिपरिको दृश्यहरू हो, एकदमै दामी छ। म वरिपरि नै घुमेर हेरेर देखाउने कोसिस गर्नेछु है त। यहाँ चाहिँ सानो ताल रहेछ, तालमा बोटहरू पनि चलिरहेछ, एकदम दामी छ। हामी चाहिँ लगभग कति 7औं तलामा छौँ। 7औं तलाबाट चाहिँ यस्तो देखिरहेछ, राम्ररी हेर्नुलाई दामी, एकदमै दामी। अर्को पनि छ निकाल्दा त। Hello, hello. I am from Nepal. My name is Manbahadur Dhami. I am DSD. म अमेरिकामा जन्मेको, तर अब कोरियन भाषा पास गरेको कारणले कोरिया आयो होइन। यो तामाङ ब्रोले चाहिँ यहाँ भ्लग स्टार्ट गरेको छ। मलाई यो उद्घाटनको लागि बोलाइरहेछ आज साकुरा यहाँ कोरिया बजारमा। अब म प्रधानमन्त्रीको लेभलको मान्छे, अब त्यस्तै त हो नि। नेपालमा भ्यालो नभए पनि अब तामाङले मेरो इज्जत राखिदियो, धन्यवाद त्यसका लागि। ल केटाहरू, के छ विचार तपाईँको? हामी दास ग्रुप यता घुम्न आइरहेछौँ सबैजना। उता सिक्रीवाला पनि छ एउटा, अनि एउटा आदरणीय दाई केपी ओलीका दाई पनि छ नि। तपाईँको 2 शब्द भनिदिनुहोस्। केपी ओलीको टावर चढेर आए साथीहरू सबजना, सेतो टावर। अनि सिधै भाइ 2 शब्द। हामी चाहिँ सेतो टावर चढेर आएको केपी ओलीको। अरू के छ, बिहे गर्ने विचार कहिले छ तिम्रो? बिहे चाहिँ मेरो चाँडै हुँदैछ। केटी चाहिँ कहाँको? केटी चाहिँ अब त्यही अब भेटाएको छैन, केटी चाहिँ भेटाएको छैन। त्यही अब भलकमा मन पर्नेहरूले सम्पर्क गरे हुन्छ। तपाईँको भनाइ के छ? मेरो त भनाइ केही छैन है, बुढो ओदानियो पास गरेर मान्छे भित्र छन् होइन, हामी चाहिँ जेरो जानिएको छौँ। जम्के तल हामी चाहिँ के छ, राजापति ल्याउने कि चाहिँ होइन, यो त नकुरा नगर्नु यार। ल आकाश भाइ, के चाहिँ तिम्रो 2 शब्द? 2 शब्द म कालो भयो नि गोरो देखिन्छु भन्नु न। फोटो खिच्दाखेरि अनि सिक्रीवाला भाइ के छ विचार? केही छैन, भन 2 शब्द भन्यो। सिक्री निकाल सबभन्दा धनी यही हो। अनि अब क्यामेरामा त्यो अस्ति राजावाला जस्तो के पहिला अनि पछि रुन्छ, एकछिनमा रुन्छ। देश र जनताका लागि भनेर हामी जङ्गलमा भूमिगत हुन गइरहेका छौँ। सबैजनाले हामीलाई साथ दिनुहुन्छ भन्ने आशा गरेका छौँ होइन। अब सबै दाजुभाइले हातमा हात, साथमा साथ मिलायो भने हामी अझै कोरियालाई त होइन, कोरियालाई नेपाल जस्तो बनाउन सक्ने सम्भावना हुन सक्छ। त्यसैले सबैजनाले एकजुट भएर जङ्गलतिर जाउँ, दाउरा काटौँ र हामी यता कोरियाको सामुदायिक वनतिर हिँडिरहेछौँ। यता जिन्सेङ बदेलहरू, कालिजहरू, मृगहरूलाई जनगणना गर्न गइरहेका छौँ। के को जनगणना? रमाइलोको लागि मात्र है, अन्यथा नलिदिनु होला। क्यामेरा धेरै हल्लियो यार, तर म ह्यान्डसमै देखिरहेको छु। अब यो तामाङ बोरोको
भ्लगलाई अझै विकसित र ऊर्जाशील बनाउनका लागि म यो अगाडि बढिरहेको छु। धन्यवाद। हामी अगाडि बढ्दैछौँ। पछाडिबाट शत्रुहरूले आक्रमण गरिरहेको छ अनि जुन बेला नि हामी ढल्न सक्ने सम्भावना छ है। सबै साथीहरू बचेर अगाडि बढ्नु होला। अब मैले यो देशका लागि केही गर्न नसके पनि तपाईहरूले साथ दिनुहुन्छ भन्ने आशा गरेको छु। ल सबैजना रमाइलो गर्नुहोस्। हाम्रो दासका छुटेका साथीहरूले पनि यो भिडियो राम्रोसँग हेर्नुहुनेछ भन्ने आशा गरेको छु। देखाउने पनि छु मुलाहरूलाई। अबदेखि मेरो पछि पनि आउनेछन्। अब भ्लगबाट पैसा कमाऊ भन्ने आशा गरिरहेको छु। अब सबैजनाले यो भिडियो हेर्नुहुनेछ भन्ने आशा गरेको छु। हामी कोरियाको यो 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 बजारतिर घुमिरहेछौँ। ओ रमाइलो छ ठाउँ। सबैजना यतातिर घुम्न आइदिनु होला। हामी अगाडि बढिरहेका छौँ। धेरै माथि 8800 मिटर माथि चढेर आएका छौँ होइन। त्यहाँबाट झर्दा यस्तो गाह्रो हो होइन। यस्तो फुलहरू फुलिरहेको गाइजहरू हेर्नुहोस् त। गाइजहरू कस्तो फुलहरू फुलिरहेको। यो कसरी फुल्यो होला है। यसरी त फुल्न नहुने हो तर फुलेछ। के गर्ने। हामी यता कोरियाको बजारतिर हिँड्दैछौँ। सबै साथीहरू रमाइलो छन्। यहाँ अब बाटो काट्ने टाइम आइसक्यो। म दुर्घटना पनि पर्न सक्छु। त्यही भएर एकछिन बोल्दैन होला है। ल सिते भाइ, हाम्रो सिते भाइ नि यतै छ। धेरै मुस्कान दिइरह, चस्मा दामी लगाइरह, केटीको खोजीमा छ। अनि अर्को मिन्छु भन्ने पनि छ। कोरियन जस्तै लाग्यो भने नेपाली हो। नेपाली केटीहरूले यसो हेरिदिनु होला होइन। त हाम्रो विदेशीहरू यस्तै हो पारा होइन। रोडमा उभिन्छन् बाबामा नभएको जस्तो यस्तरी लाटो गर्दै बस्छन्। यस्तै छ है गाइजहरू। ल अगाडि बढौँ। बाटो खुलिरहेछ। मेरो केटाहरू गाडीले उडाउनु पनि सक्छ। अब धेरै लामो भिडियो भइसक्यो होला अहिले। धन्यवाद। हामी माथि डाँडाबाट यता कोरियाको फेमस बजारतिर आइरहेका छौँ। यता खानेकुराहरू विभिन्न थरीका खानेकुराहरू मिलिरहेछ। फ्रीमा पाइन्छ सबै कुराहरू। हाम्रो केटाहरूले फ्री भनेपछि छोड्दैन होइन। यो आकाश भाइ हो। काला चस्मा लगाएर श्रीलङ्के भाइ यहाँ घुम्न मलाई श्रीलङ्के भनिरहेको तर आफू म त केही छैन। नेपाली भाइ हामी नेपाली हो नि। गोर्खेहरूको पारा यस्तै हो गाइज। हेर त रोडमा उभिएर श्रीलङ्के भाइले नेपाली भाषा सिकाइदिएको पुरै नेपाली। धन्यवाद। यो चाहिँ हाम्रो के अरे जिनेको मेला, नेपालमा लागेको मेला जस्तै रहेछ। यहाँ सबै कुराहरू फ्रीमा खान पाइन्छ। फ्रीमा नभए पनि चाख्न चाहिँ पाइन्छ। पाइने रहेछ। चाखेर खानु पाइने रहेछ। हेर्नु त गाइज यस्तो भिड छ। हाम्रो नयाँ वर्ष जस्तै हो होइन। धेरै राम्रो बोलाइरहेको सुन्दरीहरूले। तर म जाँदिनँ। यस्तो छ अब बजार भन्ने कुरा। हामी धेरै लामो बाटो हिँडेर यता आइरहेका छौँ। धेरै सङ्घर्षका साथ यता पुग्न सफल भयो। साकुरा बजारमा लास्टै भिडभाड भइरहेछ है। कोचाकोच साङ्गनको प्रसिद्ध ठाउँ। कति हो यार भिड है। यो चाहिँ एकदम अनुनारा एकदम कथा यो एकदम राम्रै रहेछ। फोटो खिच्ने ठाउँहरू चाहिँ राम्रै रहेछ। फुली मान्ने सही हो। फुल यस्तरी फुलिरहेको
हामी चाहिँ खासमा यो फुल हेर्न आएको। यहाँ चाहिँ एकदमै धेरै मजाले फुल फुलेको छ। यो चाहिँ फुल लगभग 2 हप्तादेखि 3 हप्तासम्म रहन्छ। यो चाहिँ लास्ट हप्ता हो। अब चाहिँ यो फुलहरू पनि झरेर नयाँ हरियो पत्ताहरू पलाउने गर्दछ। यसलाई चाहिँ कोरियामा साकुरा भनेर भन्छ। आजको भ्लगमा यति नै हो। हेरेर अन्तिमसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। तपाईँहरू पनि इन्जोय गर्नुहोला। हस्त धन्यवाद।